यदि कुनै देशका सबै ठूला नेता सेना मारिए भने के त्यो देश तुरुन्त हार्छ? इरान भन्छ नो। इरानले यसको समाधान निकाल्यो, मोजेक डक्ट्रिन। मोजेक डक्ट्रिन भनेको इरानको एउटा विशेष मिलिट्री स्ट्राटेजी हो जसले युद्धको समयमा सेनालाई साना साना इन्डिपेन्डेन्ट ग्रुपमा बाँडेर काम गराउँछ। किन मोजेक भनिन्छ? मोजेक भन्नाले साना साना टुक्राहरू मिलेर बनेको ठूलो चित्र हो। त्यसैगरी इरानले आफ्नो सैन्य शक्ति पनि धेरै साना युनिटमा विभाजन गरेको छ। यसको मुख्य विशेषता भनेको डिसेन्ट्रलाइजेसन, केन्द्रविहीन संरचना। सेनाको कमान्ड एउटा ठाउँमा मात्र हुँदैन, हरेक लोकल युनिटले आफै निर्णय गर्न सक्छ। इन्डिपेन्डेन्ट युनिट्स, स्वतन्त्र समूह। प्रत्येक ग्रुपसँग आफ्नै लिडर, वेपन्स र योजना हुन्छ। उनीहरूलाई माथिबाट आदेश कुर्नु पर्दैन। कम्युनिकेसन लस भए पनि लडाईँ जारी हुन्छ। यदि कम्युनिकेसन सिस्टम बिग्रियो वा टप कमान्डर मारियो भने पनि युद्ध रोकिन्न। लोकल युनिट्स लडिरहन्छन्। गुरिल्ला स्टाइल युद्ध। यो स्ट्राटेजीमा सिधा ठूला युद्ध भन्दा पनि हिट एन्ड रन, सरप्राइज एट्याक जस्ता तरिका प्रयोग गरिन्छ। इरानले यो डक्ट्रिन किन बनायो भने शक्तिशाली देशहरू जस्तै अमेरिकासँग सिधा युद्ध जित्न गाह्रो हुन्छ। त्यसैले लङ टर्म रेजिस्टेन्स, लामो समयसम्म लड्ने स्ट्राटेजी अपनायो। यसले दुश्मनलाई थकाउँछ र कन्फ्युज बनाउँछ। सजिलो उदाहरणको लागि, मानव एउटा ठूलो रुख छ, त्यसको जरा काटियो भने रुख मर्छ। तर मोजेक डक्ट्रिनमा सेना घाँस जस्तो हुन्छ, जुन जति काटे पनि फेरि उम्रिन्छ। मोजेक डक्ट्रिनको मुख्य उद्देश्य एकै केन्द्रमा निर्भर नहुनु, साना साना शक्ति मिलेर ठूलो प्रतिरोध बनाउनु, युद्ध लामो बनाउने, शक्तिशाली दुश्मनलाई थकाउने र एकैचोटिमा हार नमान्ने। हेड काटियो भने पनि बढी लडिरहन्छ। यही हो मोजेक डिफेन्स भनेको, मोजेक डक्ट्रिन भनेको।